हेर जिउँदैछ 3 केजी बोइलर माछा अनि चिकन फ्राई हुँदै आज चाहिँ मे डे सो लेबर्स डेकोमा उपलक्ष्यमा हामी यहाँनिर आएका छौँ पिकनिक हाम्रो खानापिना चाहिँ यहाँनिर बनाउने छौँ अनि ओइ नानी र यसको चाहिँ दृश्यहरू यस्तो छन् रे यो परको र्याङ माथि गजुली थुम्का मङ्पुको माथि NH10 माथिको टिस्टा भ्याली दुर्पिन डाँडा देखिँदैछ माथि सिमेन्ट बलुवा मछली जल की रानी है अरू केटाहरूले चाहिँ अब आज बोल्छ त्यो उता नजानु ल नानीलाई उता नलानु त्यो चिप्ले हो नि हाम्रो यो चुला भाइ चुलामा बस्नु हुँदैन रे भन्छ यो चाहिँ धेरै ठुलो हो यहाँनिर यो ठुटा रहेछ पानीले बगाएर ल्याएको होला हेर्न सक्नुहुन्छ ह्युज लु यहाँ चाहिँ हाम्रो चुला बनाउन सुरु भएको हाम्रो उतापट्टि पनि चुला चाहिँ छ यहाँ पनि छ तर हावाले अलिक फुक्दो रहेछ सो हामी यो टुटाले चाहिँ हावा छेक्दो रहेछ अनि मित्रहरूले चाहिँ चुला बनाउनु हुँदैछ भाइ चाहिँ माछा मार्नु लागि रेडी छ हामीले एउटा माछा भाइले पक्री पनि सकेको छ हेर्नुहोस् त विदिन 2 मिनट्स माछा फसाइसकेको छ के भन्नुहुन्छ तपाईहरु यति किन गाड्नु फेरि तीन चुले भन्दा हुन्छ हैन अझै एउटा बनाउनु नि डबल हो कि माछा मासु ट्राई गर्नु म पनि अब एकछिन बल्छी हान्न चाहन्छु मित्रहरु आइपुग्नु भइसकेको छ उहाँहरुले चाहिँ मासु लिएर आउनु हुँदैछ चिकन सो यहाँनिर प्याज छेउमा आलु पनि छ भन्नु भएन लोर त्यो लोर यहाँनिर चाहिँ तपाईको भुजा के छन् धेरै कुरा छन् यी सबै पानी सानीहरू यसमा चाहिँ के छन् यो चाहिँ दाउरा घरबाट ल्याउनु भएको यो चाहिँ चलाउनु नहुँदो रहेछ नि त भात ज्यादा भएर चलाउनु भएको छैन भन्नु हुँदैछ म चलाइदिन्छु नि यो पर मान्छेहरू माछै मार्नु हुँदैछ तर आज मेडेको उपलक्ष्यमा सबै छुट्टी छन् कामहरू छैन प्रायको कामहरू छैन जब छैन तैपनि आजको दिनलाई हामी सबैजना लेबर भएको खातिरमा लेबर डेलाई मनाउने गर्दछौँ भात अलिक काँचै पल्टी हेऱ्यो भन्छ काँचै छ है बफन पाके होला ओ ब्रदर आइपुग्यो खाम्री मासु आइगयो मासु हजुर कति केजी लाग्यो 3 केजी बोइलर सेतो 2 जना मात्रै आएको अन्त उयो चाहिँ माछा चाहिँ थाहा भएन माइलाको आउनु भएन छ त फुले भोटे ऊ बरु काम गर्दैछ हेर त ऊ उहाँलाई मन थियो होला नि आउनु ए कामले बिचरा आज म सफा गर्छु मलाई त रिबिसाको पहिला नजा भनिदिएको नि रिबिसाको हाम्रै घरमा जुत्ता लगाएर गयो कि म पनि जान्छु नि पर्दैन भनेर लाग्यो ह्यान्डसम केटो उसको नाम चाहिँ सोनाम छिरिङ लेप्चा हो मेरो भिडियोमा देख्नु भएको छ होला तपाईँले सानैदेखि छ उसको मेरो भिडियो हजुर मलाई त अब देख्नु साथ नजा भनिहाल्छ नि टाढैबाट इग्नोर गरिदिइहाल्छ
यसलाई मैले अस्ति भने त आप्पा र आमालाई भनिराख्नु भने हजुर आप्पाले चाहिँ भन्यो आप्पा आउँदैछ नि अन्त यो आएकोले गर्दाखेरि आएनछ नि ए आउँदैन रे म त जान्दिनँ भन्छु नि होस् जा भन्नु नि त आप्पाले नि ठिकै छ त अन्त यसो ठिकै छ आप्पाहरू त आइ त रहन्छ यही बाटो हिँडिरहन्छ ती उपहार दे माथि के भयो माथि के भयो एकछिन म बुलबुले नि एकछिन म यहाँ बाटै नदेख्नु ओ माछा जानुहुँदैछ हाम्रो मित्र भात भयो है आन्टी यही त भनेको सब्जीहरू छिटो बनाएर यहाँ छन्काउनु पर्छ हुँदैन हो ठिकै छ के भयो पानी छिटाउनु थाल्यो ऊ छाता छ त अन्त छाता हो कि खाना यहाँ भात त पाएको छ भर्खर जय मासे रोमान हो ल्याउनु भन्यो लिएर आयो आन्टी र यहाँ ऊ आमाले पाउँदो रहेछ सरले कल गरेको थियो नि बोल खोइ हाम्रो रिफ्रेसमेन्ट टाइम सबै पहिला चाहिँ राखेर खाना अरू त कोही खाने छैन मै मात्रै खाने जस्तो लाग्यो हाल्दै त्यहाँ थप्दै यस यस महेश भाइ पनि आउँछ र अहिले आउँछ अरे ऊको कालेबुङ कि कहाँ गएको छ भाइ सोनाम अब अझ नि चार्दा जुथिङै भन्नु न जुथिङ जुथिङ डम्थिङ अझै कन्फ्युजन भएको छ नि तपाईँ जान्दैन के जान्दैन हामी त भनेर बल्ल अहिले थाहा भइसकेको छ जम्थिङ जम्थिङ म कन्फ्युज राखेँ बिर्सिहाल्छु जम्थिङ त कालेबुङ छ हिजो त गएको जम्थिङ त त्यो उसको बिमा भेटेर कति दिन बस्यो घरमा कति बस्यो घरमा 15 दिन बस्यो निकै एब्सेन्ट भएको यस्तो गर्नुपर्छ देख्यौ अब भाँडा छैन लु हर्दी नुन होला मासु धुवाइ पनि हुँदैन नुन चाहिँ ल्याएन के खान्छ अब के सबै ल्याएछ नुन बिर्सेछ मैले अघि सबै किन्यो भन्दा सुनेन कसैको माग्छु उपर जाऊ तिमी माथि गएर ल्याउ न त्यो बलुवा हाल्देऊ ब्रो हजुर नुन चाहियो दिनु न मासु छ अरे नुन छैन तिमीले पृथ्वीका नुन हौ भन्छ आज तर नुनै छैन अरे भन्छ के हो खाइदेऊ यहाँ खानुहोस् यो चाबी हो गाडीको आज देख्छ छैन यहाँतिर तिम्रो हो पाल्छ ठन्डो भाइ छ स्प्राइट मलाई यसमा दे ला अन्त के गर्ने म त मासु पकाउने बेलामा अब कसमा स्कुटी उपर माग्दा हुन्छ जाऊ न अन्त मागिले त अब पृथ्वीको नुनहरू चाहिँ अब पर माग्नु जाने भयो भोलि पर्सि ल्याइदिन्छु भन न अर्को नेक्स्ट मेमा कसले खाएको ओ यहाँ हाल्ने नि त कसको स्टिक हो होइन मेरो ओ बुजारो कसको त स्टिक आन्टी खानु चाहिँ नर्गेन भाइको स्टिङ खाइदिएछ नि त ऊ कसको भन्नु दिन्थ्यो के भन्नु? मैले किन्दे खाइदिएछ स्टिङ कस्तो त्यो माजा होला न भाइ भाइले आराम पठाउनु ल मलाई ऊ पर खानै बनाउँदैछ मागी ल्याउनु नि नुन जाऊ त नर्गेन भाइ होइन नुन त लिएरै आउनु नि अन्त किनेर ल्याउनु स्कुटीमा कहाँ चाहिँ जानु किन्नु ओए बाङ्गो जानु त छ नि त भाइ खाजा खाइकन माथि नुन कहाँ 0 मा उही माथि पाउँछ त उनीबाट पुग्छ पाउँछ दोकान छ त यो नुन हामीले बिर्सेको तर पर दोकानबाट ल्याउँदाखेरि चाहिँ अगाडि जमथिङले मागिसकेको रहेछ मात्रै छ खतरा 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 स्लो मोसन भाइ ल आइपुग्यो म ल आइपुग्नु भयो हुन्छ नुन त मागिसकेछ
खै भाइ एक टेस्ट गरिदिउँ त उहाँहरू चाहिँ घन्टौँसम्म प्रतीक्षा गर्न सक्नुहुन्छ यसको लागि चाहिँ माछा पनि रहेछ थाहै थिएन हामी चाहिँ माछा खाने मान्छे हो फेरि है अलिअलि माछा पारेको छ म तपाईँलाई देखाउने छु ल खोइ ए गयो कि माछा ए छैन अलिक पानी घट्यो यहाँनिरको भाइया हेर जिउँदैछ यसो त गर्नुहुन्छ नि पाप बनाएर छ उनिरहेछ ल पानीमा बाँच तिमी अब यहाँ पस्यो भने चाहिँ फेरि माछाले हामीलाई खान्छ होइन तर अब हामी चाहिँ बाहिर छौँ चाहिँ हामी माछालाई खान सक्छौँ तर भित्र बस्यो भने चाहिँ माछाले हामीलाई खान्छ कस्तो अचम्म अनि ताजुबको कुरा हो तिमीले माछा मारेन भाइ खोइ तिम्रो बल्छी चाहिँ म एउटा बल्छी पायो भने चाहिँ माछा मारौँ भनेको छैन बल्छी नै छैन दुःखको कुरा बल्छी खोजौँ न अब दु माछा हानै चाहिँ हो नि त पानी सुक्यो हेर्नु त कत्रा मैले सुनेको यो त 4-5 हजार पो पर्छ अरे हामी त त्यस्तो खर्च त गर्न सकिएन होइन भाइ परेन एउटा पनि पर्ने छ तन्किँदैछ यहाँ चाहिँ हामी आफै त होइन कि यो घन्टी चाहिँ बज्दो रहेछ घन्टी बज्यो भने चाहिँ माछा परेको भनेर चाहिँ बुझ्दो रहेछ अन्त चाहिँ हतार गरेर सरर तान्नु पर्दो रहेछ तर अहिलेको बजेको चाहिँ उहाँले चलाउँदै गरेको कारण हो यो चाहिँ चारो हो तपाईँलाई चारो पनि देखाइदिइहाल्छु पो चारो त काफी दियो होइन सिनो यो चाहिँ यसमा चाहिँ ब्रोइलरको चारो अनि गोबर आटा मिक्स गरेर बनाउनु भएको त्यसलाई चाहिँ पुरा मिक्स गर्नुपर्ने हुन्छ अन्त त्यसको चाहिँ सायद सेन्ट गए पनि चाहिँ माछा आएर त्यसलाई पक्रिन्छ अनि त्यो हुकमा चाहिँ पुर्नु पर्यो अनि अलिकति चुच्चो बनाएर यस्तो टाइपको बनाएर हाल्नु पर्यो पक्रिने चाहिँ माछा खरक त्यो घन्टी बज्दो रहेछ अन्त चाहिँ माछा पर्यो भने बुझ्नुपर्छ पर पनि हेर्नुहोस् त आज मे डे भएको कारणले गर्दाखेरि 1 मे सबैजना कसै खाना पकाउनु व्यस्त छन् कसै जस्ट रिल्याक्स समयलाई लिएर प्रतीक्षाका फलहरू मिठो हुन्छ भन्छ धन्यवाद यो चाहिँ सिक्किमको हवाई जहाजको आवाज पनि सुनिन्छ जो चाहिँ बागडोगरादेखिको देख्नुहुन्छ ऊ माथिको बागडोगरादेखिको सिक्किमसम्म जाँदो रहेछन् जसको ग्याङटोकसम्म जसको भाडा चाहिँ मैले अस्ति हेर्दै गर्दाखेरि चाहिँ 4500 लाग्छ अरे हवाई जहाजको भाडा बागडोगरादेखिको सिक्किम ग्याङटोकसम्म आधी घन्टामा पुग्छ अरे कुनै दिन तपाईँ बसमा जानु हो भने चाहिँ अब 2-3 सम्म पुगिहाल्छ होइन तर त्यसमा पुग्यो भने चाहिँ तपाईँको
45 मा पुगिहाल्नुहुन्छ आधी घन्टामा बसमा गयो भने चाहिँ 4 घन्टा 5 घन्टा लाग्छ त्यसको ठिक मुनि चाहिँ यो ड्याम छ पर्यो भनेर दाजु अत्तालेको छ माछा पर्छ है पुरा तपाईले तार त देख्न सक्नुहुन्न कि तर पुरा ओहो परेन त के हो पुरा हल्लाउँदैछ सायद खाना चपाउँदैछ होला हाम्रो झनै भोजन भइसकेको छ केटाहरू भोजन लिएर पनि फेरि माछा मार्नतर्फ गएको छ तर माछा चाहिँ मार्न सकिरहेको छैन यो चाहिँ नि हेर्न सक्नुहुन्छ निलो आकाश रातो अनि पहेँलो अम्ब्रेला अनि बोट छिरिङ यो चाहिँ हाम्रो स्टप्सहरू अनि यो खोला मात्रैहरू होइन यो चाहिँ पहाडहरू यतापट्टि चाहिँ कालिम्पोङको डाँडाहरू यो माथिको पनि कालिम्पोङै पर्छ पन्बु डाँडाहरू सायदै नजोक पारीको डाँडा त्यसपछि उता धेरै ठाउँहरू छ घुम्न लागि हामी चाहिँ एकछिन आराम गरिरहेको यो चाहिँ आदि रहल पहलले भाँडा यो धुनुपर्छ अब बस्दा बस्दै चटक्कै घाम लाग्यो उहाँहरू सायदै फर्किनु हुँदैछ यहाँ खाएपछि हल्का गफ ल यो चाहिँ मरुभूमि झैँ छन् अनि हामी चाहिँ भात खाइसकेको छ अब भाँडा मोल्नु लागि हेर न उहाँहरू चाहिँ भाडा मोल्नु लागि चर्चा हुँदैछ उहाँ चाहिँ अब नेक्स्ट फेरि टर्न हेरेर साइडमा भात राखेर चाहिँ अब बल्छी भने रोमन डोन्ट वरी एभ्रिथिङ इज अल राइट के भन्छ ल्या ऊ अब पानी छोड्छ होइन पानी छोड्यो नानीहरु निकाल नानीहरु पनि निकाल न आटाको सुर त ओ देख्यो ओइ भाइ यसको बिचो खोइ ह पानीको बिचो हेरौँ न कस्तो पानीको बिचो यो बिच बोतल ल्याउनु पानी भर्नु ल अरे किन गर्ने 10 वटा छ चम्ची तबाट चाहिँ उ यन्त्र चम्ची उ माथि पनि पानी बढ्छ अरे बिस्तारी पानी बढेको हेर्छौँ नहेर्ने उ यहाँ हेर्दा भइगयो त उ यहाँ आउँछ त लु आउ गर्न त आज यहाँ चाहिँ फेरि के डिस्कस हुन थाल्यो छाताको विषयमा तिमीहरु उन्दा नआइज अब उ हेर न बल्छी बोकेर आयो पर खाना त्यस्तो हुँदैन त हौ गहिरो छ हाम्रो खोला यहाँनिर भाइ हो त्यति खेल ल नउब्नु हाम्रो खोलामा कहाँ उब्नु सक्छ पुरा डुब्छ नि त्यो चाहिँ घाँटी चाहिँ हुँदो रहेछ जब्दी डुब्छ त्यहाँनिर ए योवाल डुब्छ र है वा डुब्नु आँट्यो मजा आयो यो चाहिँ ऱ्याङ्दो बानु हो ए उभिहाल्यो मजा आउँदैछ रमाइलो हुँदैछ है जामाहरू छैन यतातिर
यहाँ र फोटो जाडोमा है सो अब चाहिँ हाम्रो मखर स्विमिङ पनि सक्यो कसकोमा छ बिस्किट हो चलो कस्तो पौडी खेल्नु मजा आयो रमाइलो भयो जाडो जाडो भयो देख्नुहुन्छ पानीको लागि चाहिँ गेट पनि छ है किन होला भन्ने प्रश्न तपाईँ गर्नुहुन्छ भनेदेखिलाई चाहिँ माथिबाट बगेर आउनुहुन्छ अनि यहाँबाट जानुहुन्छ तर उताटिको गेट चाहिँ हेर बन्द हुँदो रहेछ बलुवाले ढाकेछ अरे दिबा हेर यहाँ हात उचाला ठिक पाऱ्यो तोबा 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 त्यति नजिकबाट दियो नि त खतरा देखेँ त कुकुरको टाउको भाइ कुकुरको तबा 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 हाम्रो अब चाहिँ अन्तिम अन्तिम सक्यो यो चाहिँ सायदै ब्रिजको होला अब हामीलाई साह्रो थाहा भएन ऱ्याङ दोकानको यो माथि चाहिँ ऱ्याङ देख्दैछ माथि NH10 हामी चाहिँ पौडी खेलिकन आएको अन्त दुई भाइ चाहिँ मजाले खेल्यो आज चाहिँ Toba, toba, toba. These people are still playing. बलुवा 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 बेच्न सक्छ नि धनी हुन्छ नि अब हामीहरू धनी भएर धन हुन्छ भाइ धन भएपछि चाहिँ हाम्रोमा फेरि